सो है मेडिकोसिस। अब हेर मैले हिजोको एउटा ट्युटोरियलमा के सम्झाएको थिएँ, साइक्लोहेक्सेन र कार्बोल्डिहाइड भनेको नोमेनक्लेचर एरोमेटिक र एलिफेटिक एल्डिहाइडलाई हामी के गर्दैथ्यौँ, नाम दिँदैथ्यौँ, नोमेनक्लेचर गर्दैथ्यौँ। आज म फेरि एउटा डिफ्रेन्ट कम्पाउन्ड लिएर आएको छु। तिमीहरूले जस्ट गेस गर्नुपर्छ वाट इज द नेम अफ द कम्पाउन्ड। सो पार्टिकुलरली दिस इज द सेकेन्ड भिडियो अफ द एल्डिहाइड एन्ड केटोन है। ल म स्टार्ट गर्न गइरहेको छु एन्ड लेट अस बिगिन विथ अ भेरी इम्पोर्टेन्ट फ्याक्चुअल कन्सेप्ट। म के भन्दै थिएँ भने यदि काठमाडौँ युनिभर्सिटीमा सोधेको क्वेसन हो यो है, मैले तिमीहरूलाई एलिफेटिक दिन्छु है, एरोमेटिक दिन्न, यो एलिफेटिक हो। एलिफेटिकको चेनमा के छ, एल्डिहाइड ग्रुप छ है। एलिफेटिकको चेनमा के छ, एल्डिहाइड ग्रुप छ। अब पत्ता लगाऊ यसको नाम के हो। पहिला हेर, काउन्ट गर कतिवटा कार्बन छ, 1 2 3 4 5, पाँचवटा के छ कार्बन छ। अनि यसको नाम के थियो, यो त रिङ हेर, कस्तो रिङ, साइक्लिक। हेर न साइक्लिक छ नि त है, साइकल बनाएको छ, एउटा चेनमा लुपमा के छ फस्या छ। नाउ दिस इज कल्ड द साइक्लो, CYCLO साइक्लो। कतिवटा कार्बन, पेन्ट भनेपछि 5वटा कार्बन छ, पेन्ट 10 है, सिङ्गल बन्डेड छ भने 10 10। अनि लास्टमा यदि एल्डिहाइड ग्रुप मैले थिचेको थिएँ है, तिमीहरूलाई मैले सो गर्नको लागि एउटा म एकदम इन्टेलेक्चुअल र प्रोमिनेन्ट स्ट्रक्चर ग्रुप ड्र गर्दैछु है। त्यसो साइक्लोपेन्टेन। अनि यसको लास्टमा फङ्सनल ग्रुप अनुसार के गर्नु, नाम गर्नुपर्छ। फङ्सनल ग्रुप अनुसार नाम दिनुपर्ने हो भने यो के हो, कार्बोल्डिहाइड। लेख CARBALDEHYDE कार्बोल्डिहाइड है। त्यसै गरी काठमाडौँ युनिभर्सिटीमा सोधेको नेक्स्ट क्वेसन है, नाम देऊ। म सिम्पल तिमीहरूलाई कम्पाउन्ड सो गरिरहेको छु, ट्राई गर पहिला एकपल्ट कपीमा लेखेर यसलाई ट्राई गर के नाम हो है। किनभने बेन्जिन त म दिनेवाला छैन तिमीहरूलाई, बेन्जिनमा तिमीहरू पत्ता लगाइहाल्छु नाम। बिना बेन्जिनको म एउटा कम्पाउन्ड ड्र गर्न गइरहेको छु, CHO र 2वटा CHO दिन्छु है, 2वटा CHO दिन्छु है। नोमेनक्लेचर गर्दाखेरि तिमी आइदर यहाँबाट ल्याऊ आइदर यहाँबाट ल्याऊ। 1 2 3 सर्टेस्ट 1 2 3 4 5 6। तिमीले यहाँबाट पनि लिँदा हुन्छ, 1 2 3 4 5 6 है। सो CHO कार्बोल्डिहाइडको केसमा कुरा याद राख्ने, 3 CHO ग्रुप डाइरेक्टली के हुन्छ, लिङ्क हुन्छ भनेको युज 3 CHO ग्रुप डाइरेक्टली। ओके, 3वटा मिनिमम 3वटा कार्बनको डिफ्रेन्स हुनु पर्यो। सो एक पहिला पत्ता लगाउने, एलिफेटिक या एरोमेटिक, एलिफेटिक रिङ छ कि डाइरेक्ट चेन छ, यो रिङ छ। सो साइक्लो, CYCLO साइक्लो। अनि कतिवटा हेक्सेन छ, 1 2 3 4 5 6वटा कार्बन छ भने HEXANE साइक्लोहेक्सेन। र कुन पोजिसनमा, कुन पोजिसन हेर न, यो 1 पोजिसनमा। ओके, यो 1 पोजिसन हेर, यो 1 पोजिसन र 3 पोजिसनमा के छ, लिङ्क छ भनेको फङ्सनल ग्रुप के छ, 1 पोजिसन र 3वटा पोजिसन। 3rd नम्बर कार्बनको पोजिसनमा के छ, अट्याच छ भने लेख्ने के 1,3 डाई कार्बल ALDEHYDE है। 1,3 डाई कार्बल एल्डिहाइड। म फेरि लेखिदिन्छु, 1,3 डाई कार्बल, लेख डाई कार्बल ALDEHYDE भनेको साइक्लोहेक्सेन 1,3 डाई कार्बल BALDEHYDE है, ठिक छ, डाइकार्बोल्डिहाइड। यसलाई तिमी मेट्दा पनि भयो, बुझिनौ भने यसलाई मेट्दा पनि भयो। ओके, 1,3 डाई कार्बल एल्डिहाइड है, ठिक छ। सो अन द सेम वे है, मैले काठमाडौँ युनिभर्सिटीको अलिकति मेजर क्वेसन्सहरू दिइरहेको छु, पछि म TU को पनि गराउँछु है, सो यति क्लियर छ। प्रोमिनेन्ट स्ट्रक्चर तिमीलाई म के भन्यो भने 1 नम्बरमा 3 नम्बरमा छ CHO भनेको 1 र 3 कमामा दिनु पर्यो है, बुझिराख। 1 र 3 मैले केमा दिएको छ, कमामा दिएको छ। एन्ड अगेन ड्यास युज गरेर म के भन्न सक्छु, डाई कार्बो एल्डिहाइड है। यतिसम्म त क्लियर हुनुपर्ने हो तिमीहरूको खासमा है। ल हजुरहरूलाई म एकपल्ट सिम्पल कुरा अझै सिकाउँछु, एउटा सिम्पल कुरा एकपल्ट जस्ट याद गर्ने होला है। CH2 कार्बनसँग H छ, कार्बनसँग H छ, CH2 CHO है। यसको नेम गर्दाखेरि हेर, यसरी तिमी यसलाई काट, 3वटा कार्बन छ, 3वटा कार्बनमा 1 कार्बनमा 2 कार्बनमा तेस्रो कार्बनमा तीनटैमा के छ, ए बाबु तीनटैमा के छ भन, तीनटैमा CHO ग्रुप लिङ्क छ भने पहिला मेन चेन लिने। मेन चेन हेर, मेन चेनमा
कतिवटा कार्बन बाबु रे मेन चेनमा कतिवटा कार्बन 3 वटा कार्बन है सो प्रोपेन PROPANE है बाबु प्रोपेन 1, 2, 3 है किनभने 1 फर्स्ट चेन सेकेन्ड चेन थर्ड कार्बन फर्स्ट कार्बन सेकेन्ड कार्बन थर्ड कार्बन के छ CHO इंटरलिंक्ड छ एन्ड नाउ वी हैव टु काउन्ट द टोटल अमाउन्ट अफ CHO group has been linked to that carbon भनेको कतिवटा CHO ग्रुप छ यो कम्पाउन्डमा लिंक भएको ट्राई भेरी गुड ट्राई CARBAL ट्राई कार्बोल्डिहाइड है यो कुरा के गर्नु तिमीहरुले रेसिप्रोकेट गर्नु पर्यो बुझ्नु पर्यो है एकदम डिटेलमा है प्रोपेन बुझ्यौ 3 वटा कार्बनको चेन छ तीनटैमा के छ CHO ग्रुप के छ इंटरलिंक्ड छ भनेको कनेक्टेड छ एन्ड द लङ चेन अनुसार तिमीले के गर्नुपर्छ कार्बनको लिंकिङ नाम गर्नुपर्छ लङ चेन अनुसार ओके सो यो पनि केयुमा सोधेको क्वेशन हो यो पनि केयुमा सोधेको क्वेशन हो MBBS को लागि ओके मेडिकल इन्ट्रान्स एक्जाम्समा सोध्ने क्वेशन चाहिँ यस्ता पनि हुन्छन् भन्ने कुरा चाहिँ कन्सेप्ट लिइराख्ने है मैले के सिकाए अघि CHO अनि यो बेन्जिन रिङ कि एलिफेटिक रिङ बाबु बेन्जिन रिङ हैन यो के हो एलिफेटिक रिङ तर साइक्लिक हो ओके तर के हो साइक्लिक हो भेरी गुड ओके एउटा अझै म कार्बनको नाम दिन्छु कम्पाउन्डको नाम दिन्छु कार्बन कन्टेनिङ कम्पाउन्ड त्यसको नाम दिइराछु छु एकपल्ट ट्राई गर्ने कोशिश गर्ने आउँछ भने भेरी गुड आएन भने पनि we are here to discuss about those questions okay CH2 अनि लास्टमा फेरि CHO हो यसलाई नेमिङ गर्दाखेरि कसरी नेमिङ गर्छौ 1 2 3 4 1 2 3 4 ठीक छ है ठीक छ ल कतिवटा कार्बन चेनमा ब्युटेन भेरी गुड किन 4 वटा कार्बन छ नि त बाबु ब्युटेन अनि कतिवटा कुन पोजिसनमा CHO ग्रुप छ 1, 4 है 1, 4 कि 1, 3 डाइअल है 1, 3 डाइअल बाबु रे 1, 3 डाइअल ठीक छ 1, 3 डाइअल दुईवटा अल्डिहाइड ग्रुप के छ लिंक छ सो हामीले यो पनि सक्यौं ओके यो पनि सक्यौं अब हामी जाने नेक्स्ट टपिकमा है मैले अझै एउटा क्वेशन एउटा सिम्पल तिमीलाई म सिकाउँछु है तिमीलाई एउटा सिम्पल कुरा म सिकाउँछु एन्ड विल इन द टपिक अफ टुडेज ओके सिम्पल कुरा अन्डरस्ट्यान्ड दोज थिंग्स इन अ भेरी फ्याक्चुअल वे हामीले सिम्पल तरिकामा गर्न गइरहेका छौं कार्बन छ कार्बनसँग अक्सिजन छ अनि फेरि कार्बन छ यो बीचको डिग्री कति 120 डिग्री सोधिन्छ एक्जाममा ड्राइङ फिगर दिएर सोधिन्छ है कति हाइब्रिडाइजेसन कति भयो sp2 हाइब्रिडाइजेसन पनि याद गर्ने हाइब्रिडाइजेसन कति भयो sp2 हो सोधिन्छ है सोधिन्छ हाइब्रिडाइजेसन अफ कार्बोनाइल ग्रुप है कति 100 sp2 चाहिँ के हो हाइब्रिडाइजेसन हो कति डिग्री भन्दै भने त्यति एंगल सोध्यो भने कति 120 एंगल 120 के हो डिग्री एंगल है ठीक छ एन्ड आई बेटर नो तिमीहरुलाई यति चाहिँ थाहा होला यति चाहिँ तिमीहरुलाई कन्सेप्ट बिल्डअप भइरा होला भन्ने कुरा चाहिँ म बुझ्न चाहन्छु है आजलाई हामी यति गरौँ भेटौँला नेक्स्ट सेसनमा ठीक छ।